साथीहरू तपाईँहरूलाई चाहिँ एकदमै ग्यास्ट्रिकले चाहिँ होइन टेन्सन बनाइरहेको छ भने अनि पेट दुखेर अनि के खाना नरुचेर त्यस्तो होइन समस्या बनाइरहेको छ भने चाहिँ उहाँ हाम्रो बुवाले चाहिँ यस्तो मजाको जडीबुटी ल्याउनु भएको छ। उहाँले चाहिँ कस्तो जडीबुटी ल्याउनु भएको छ त एकचोटि हेर मै त सुन मै त। तपाईको चाहिँ एकदमै हजुर निको नभएको ग्यास्ट्रिक अब यसले निको गर्छ। कसो गर्नु भने यसको एक एक थोपा तपाईले 10-12 दिन हजुर खानु खाली पेट तपाईको ग्यास्ट्रिक चट पार्छ चट। अवश्यले साथीहरू तपाईँहरूले चाहिँ उहाँ बुवाले भनेको कुराहरू चाहिँ एकदम मनन गर्नुभयो होला, ध्यान दिएर सुन्नुभयो होला होइन। र उहाँलाई चाहिँ यो जडीबुटी चाहिन्छ भने तपाईँहरूलाई चाहिँ पेटमा ग्यास्ट्रिक अब हुन्छ नि पेट दुख्ने यस्तो हरेक कुराको समस्या छ भने चाहिँ उहाँ बुवालाई चाहिँ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र यस्तै यस्तै भिडियोहरू म चाहिँ तपाईँहरू सामु ल्याउने छु यस्तो कुराहरू। र यो भिडियोहरू चाहिँ जुन जुन साथीहरूलाई चाहिँ यस्तो ग्यास्ट्रिक भएको छ, पेटमा दर्द भएको छ, दुखेको छ, यस्तो बारेमा चाहिँ कुन दबाई खाँदा चाहिँ ठिक हुन्छ भनी सोचिरहनु भएको होला। यस्तो दबाईहरूको लागि चाहिँ तपाईँहरूले चाहिँ उहाँ बुवाले चाहिँ उपलब्ध गराउनु हुँदो रहेछ। त्यही भएर चाहिँ उहाँलाई चाहिँ एकचोटि कन्ट्याक्ट गरेर चाहिँ जान भन्नुहोला। र तपाईँहरू पनि त्यस्तो समस्या छ भने तपाईँ पनि जानुहोला। र यो भिडियोलाई चाहिँ सबैले सेयर गर्नुहोस् है त प्लिज, ताकि जुन पेट दुखाइ ग्यास्ट्रिक पीडितहरूको चाहिँ मोबाइल तक पुगोस् कि है त।